प्रुभ भ्याक्टोरिकली द्याट कस ए प्लस बी इक्वल टु कस ए कस बी साइन ए साइन बी, त्यस्तै कस ए माइनस बी को साइन ए प्लस बी साइन ए माइनस बी हैन। यो फर्मुलाहरू सबै इम्पोर्टेन्ट छ परीक्षाको दृष्टिकोणले र यो भ्याक्टोरिकली प्रुभ गर्न आउँछ। अब प्रुभ गर्दाखेरि यो यसमा चाहिँ केही कुराहरू अलवेज चाहिँ हामीले चाहिँ बुझिराख्नुपर्छ। यो चाहिँ एकदम इम्पोर्टेन्ट छ की पोइन्ट। कस ए प्लस बी कस ए माइनस बी यो दुईटा फर्मुला प्रमाणित गर्नु कस ट्रिग्नोमेट्री रेसियो कस ए प्लस बी कस ए माइनस बी छ भने हामी डट प्रोडक्ट लिन्छौँ, किनभने डट प्रोडक्टमा कस थीटा इक्वल टु भ्याक्टर ए डट बी एबी भनेपछि कस आएपछि डट प्रोडक्ट लिन्छ, फर्मुलाबाटै क्लियर हुन्छ। कस थीटा इक्वल टु भ्याक्टर ए माइनस बी भ्याक्टर ए डट बी एबी हुन्छ। त्यस्तै साइन भएको चाहिँ लिँदाखेरि हामी क्रस प्रोडक्ट लिन्छौँ, भ्याक्टर प्रोडक्ट साइन थीटा इक्वल टु के अरे क्रस प्रोडक्ट अफ ए बी र यसको म्याग्निट्युड एबी लिन्छौँ। र एउटा कुरो अझै याद राख्नुपर्छ, यो चाहिँ एकदम इम्पोर्टेन्ट छ। यो चाहिँ हरेक के अरे यो भ्याक्टरको यो चाहिँ ट्रिग्नोमेट्री रेसियो प्रुभ गर्नलाई काम लाग्छ। जस्तै एउटा चाहिँ आर भ्याक्टर लियौँ हामीले, अब यसलाई दुई पार्टमा के हुन्छ, रिजल्भ हुन्छ, रिजोल्युसन अफ भ्याक्टर्स हैन। यो चाहिँ आर एउटा भ्याक्टर हो, ओपीको डिस्प्लेसमेन्टको मेजरमेन्ट चाहिँ यो कति छ, म्याग्निट्युड आर छ भने यो होरिजेन्टलतिर के हुन्छ, यदि एङ्गल अल्फा ए बनायो भने आर कस ए हुन्छ र भर्टिकलतिर वाइ एक्सिसतिर आर साइन ए हुन्छ। र जस्तै यहाँ भी लियो भने के हुन्छ, भी कस थीटा साइन थीटा हुन्छ, भी साइन थीटा हुन्छ, किनभने एङ्गल चाहिँ थीटा बनाएको छ। यही चाहिँ हामी चाहिँ यो कुरा चाहिँ यसमा युटिलाइज गर्छौँ। जस्तै अब यसको लागि जस्तै प्रुभ द्याट भ्याक्टोरिकली कस ए प्लस बी कस ए कस बी माइनस साइन ए साइन बी। अब एउटा चाहिँ सबैभन्दा पहिला होरिजेन्टल एक्सिस छ, यो भर्टिकल एक्सिस छ, यो ओपी एउटा के हो त लाइन हो, यसले चाहिँ एङ्गल ए बनाएको छ, ए बनायो र यसको मेजरमेन्ट के छ, R1 छ भनेपछि यो R1 हो। त्यस्तै चाहिँ ओबी अर्को ओक्यू एउटा के हो त अर्को भ्याक्टर हो, यो चाहिँ R2 हो, यसले एङ्गल चाहिँ बी बनाउँछ र यो ए र बी भएपछि यो दुईटै कम्बाइन्ड एङ्गल कति हुन्छ त, ए प्लस बी हुन्छ। र यसलाई हामी चाहिँ एउटा चाहिँ जेड एक्सिस जुन चाहिँ के हुन्छ एक्स र वाइसित के हुन्छ परपेन्डिकुलर हुन्छ, त्यसलाई हामीले यसरी चाहिँ एउटा कोर्यौँ भनेदेखि यसलाई यो किन कोर्यौँ भन्दाखेरि यदि हामीले R1 लियो भने यो चाहिँ के हुन्छ, यो एङ्गल ए बनाएको छ, त्यसैले यसको के अरे कोअर्डिनेट के हुन्छ त, यसको कोअर्डिनेट R1 कस ए R1 साइन ए हुन्छ। र यदि एक्स एक्सिस र वाइ एक्सिस एक्स वाइ प्लेन छ भने R1 कस ए R1 साइन ए। तर यो जेड एक्सिस लिँदैमा के हुन्छ त 3 डाइमेन्सनल कम्पोनेन्ट आइजेके फर्ममा चाहिँ के अरे यसलाई हामी रिप्रेजेन्ट गर्छौँ। त्यही भएर यहाँ R1 कस ए R1 साइन ए र यहाँ जेड चाहिँ नभएको हुनाले एक्स वाइ प्लेनमा मात्रै भएको हुनाले यहाँ चाहिँ जेड के हुन्छ त 0 हुन्छ, 0 हुन्छ। त्यस्तै चाहिँ क्यू भएपछि के हुन्छ, R2 कस बी हुन्छ, किनभने यसले चाहिँ बी एङ्गल बनाएको छ र ओक्यूको यो चाहिँ के हुन्छ, R2 कस बी माइनस R2 साइन बी हुन्छ। र यहाँ चाहिँ के हुन्छ त डाउनवर्ड भएकोले यो तलतिर भएकोले यो चाहिँ पोजिटिभ एक्सिस नेगेटिभ एक्सिसतिर गएको हुनाले यो चाहिँ के हुन्छ त माइनस R2 साइन बी र 3 डाइमेन्सनल कम्पोनेन्ट छ आइजेके फर्ममा यो चाहिँ के हुन्छ 0 हुन्छ। यही कुराले यहाँ लेखियो। कन्सिडर टु म्युचुअली परपेन्डिकुलर स्ट्रेट लाइन्स एक्स ओ एक्स ड्यास, त्यसपछि वाइ ओ वाइ ड्यास, यो एक्स एक्सिस र वाइ एक्सिस छ र यो चाहिँ के छ त यो पिओले यो जसको मेजरमेन्ट के छ R1, यसले कति एङ्गल बनायो, ए एङ्गल बनायो र पिओएक्स इक्वल टु के लेख्छौँ, ए लेख्छौँ, क्युओएक्स इक्वल टु के लेख्छौँ त बी लेख्छौँ र यो दुईटा बिचको एङ्गल सम कति हुन्छ त ए र बी, यो टोटल एङ्गल कति हुन्छ ए प्लस बी। त्यस्तै र यो चाहिँ दुईटै कोइनिसिएट भएको छ ओदेखि पीतिर ओदेखि क्यूतिर। अब यो मेजरमेन्ट अफ द के अरे कोअर्डिनेट अफ द पोइन्ट पी एन्ड क्युआर कति हुन्छ त R1 कस ए R1 साइन ए र 0 भयो। त्यस्तै R2 कस बी माइनस R2 साइन बी 0 भयो रेस्पेक्टिभली। अब पोजिसन भ्याक्टर हामीलाई ओपी निकाल्यो भने के हुन्छ त R1 कस ए आई हुन्छ, R1 साइन जे हुन्छ
र 0 के फर्ममा आइजेके फर्ममा 3 डाइमेन्सनल कम्पोनेन्टको फर्ममा हामी लेख्न सक्छौँ। र यो ओपी किन यस्तो भयो भन्दाखेरि यो चाहिँ यसबाट यो 3 हैन ओको कोअर्डिनेट कति हुन्छ 0 0 0 र थाहै छ कुनै भ्याक्टर डिस्प्लेस फ्रम एउटा पोइन्टबाट अर्को पोइन्टबाट भयो भने x2 - x1 y2 - y1 र z हैन र z2 - z1 गरेर हामी चाहिँ यसरी निकाल्दाखेरि यस्तो आउने रहेछ cos A I r1 a sin A j अनि 0 के त्यस्तै ओकी इक्वल टु कति हुन्छ r2 cos b यसलाई आइजेके के अरे फर्ममा लेख्यो भने आइजेके फर्ममा के हुन्छ त यसरी चाहिँ r2 cos b i r2 sin b j र 0 के। अब यो चाहिँ डट प्रोडक्ट लिनु पर्यो किनभने यहाँ चाहिँ हामीले cos a + b को फर्मुला प्रुभ गर्नु छ। त्यसैले यो के हुन्छ त ओपी र ओक्यू को के हुन्छ त ओपी र ओक्यू को के हुन्छ त क्रस प्रोडक्ट लियो भने यो दुईटाले मल्टिप्लाई गर्नुपर्ने हुन्छ डट प्रोडक्ट लिनुपर्ने हुन्छ यो मल्टिप्लाई भयो भने के हुन्छ r1 r2 हुन्छ र यो चाहिँ के हुन्छ cos A cos b अनि त्यसपछि के हुन्छ त यो प्लस र माइनस भयो r1 r2 यहाँ पनि हुन्छ तर यो दुईटालाई हामी चाहिँ कम्बाइन्डली यहाँ निकालेपछि sin A sin b भयो र यसको मल्टिप्लाई के हुन्छ 0 हुन्छ र यसै चाहिँ ओपी डट ओक्यू भनेको r1 r2 cos A cos b sin A sin b भयो। यसै चाहिँ cos A + b यो चाहिँ डट प्रोडक्टको फर्मुला लगाएको यो ओपी ओक्यू यो भ्यालुलाई यहाँ राख्ने। त्यसै ओपी भनेको के छ त r1 छ यो चाहिँ मेजरमेन्ट के छ त यतातिर मेजरमेन्ट यो चाहिँ के छ त r1 छ र यो चाहिँ के छ r2 त्यसैले यहाँ चाहिँ के राख्यो त यहाँ r1 r2 राख्यो यो क्यान्सल आउट हुन्छ त्यसैले cos A + b = cos A × cos b - sin A sin b प्रुभ गर्न सकिन्छ। अब सेम त्यही मेथडबाट जुन यहाँ लगायौँ जुन डिस्क्रिप्सन यहाँ गर्यौँ हामीले त्यस्तै यहाँ चाहिँ ओपी भनेको यो चाहिँ r1 भेक्टर हो र यो चाहिँ के हो त r2 हो ए एंगल बनाएको चाहिँ A + b हुन्छ र ओपीलाई पनि हामीले ओक्यू सेम यहाँ चाहिँ जसरी लेखेका छौँ 3 डाइमेन्सनल कोअर्डिनेट यो चाहिँ त्यसरी नै लेख्यौँ यसलाई र यहाँ चाहिँ एउटा के गर्यो भने यहाँ sin A + b को प्रुभ गर्नु छ भने हामी चाहिँ के गर्छौँ त यसको चाहिँ के लिन्छौँ त क्रस प्रोडक्ट लिन्छौँ। क्रस प्रोडक्ट लिँदाखेरि आइजेके डिटरमिनेन्ट फर्ममा लेख्छौँ r1 cos A r2 cos b r1 sin A 0 भन्छ ओपी को सबै कोण यो चाहिँ पोइन्टहरू हैन यो चाहिँ कम्पोनेन्टहरुले माथि लेख्यो त्यसपछि यो कम्पोनेन्टले तलतिर लेख्यौँ र अब आइजेकेमा यसलाई छोपेर यसलाई चाहिँ यो दुईटाले मल्टिप्लाई 0 - 0 भनेको 0 आई भयो। त्यसै जे लिँदाखेरि के हुन्छ यो छोपिन्छ त्यसपछि यो 0 भयो 0 - 0 जे त्यो दुईटालाई नलेखेको किनभने 0 सित मल्टिप्लाई हुँदा 0 भएको हो। अब चाहिँ यसमा के लियो भने के हुन्छ r1 यो चाहिँ छोप्यो यो छोपिएपछि के हुन्छ यो r1 r2 हुन्छ -r2 हैन त्यसपछि के हुन्छ -r1 r2 त्यसपछि यसलाई मल्टिप्लाई गर्दा के हुन्छ +r1 r2 sin A cos b हुन्छ। अनि यहाँ चाहिँ यो माइनस भएकोले माइनस भयो यहाँ प्लस माइनस कमन झिकेपछि r1 r2 cos A sin b अनि r1 r2 sin A cos b भयो र यहाँ चाहिँ के भयो के रे भ्याक्टर चाहिँ के भयो त के भयो युनिट भ्याक्टर। अब यसको म्याग्निट्युड निकाल्दा के हुन्छ यो कम्पोनेन्ट र आइजे त 0 नै छ त के छ भने यो सबै के भयो त होल स्क्वायर बन्ने भयो r1 को स्क्वायर r2 को स्क्वायर अनि यो फर्मुला यो चाहिँ यहाँ लेख्यो यसको स्क्वायर हुन्छ रुट बाहिर निकाल्दाखेरि के हुन्छ r1 r2 अनि यो चाहिँ के हुन्छ त r1 r2 sin A cos b यो फर्मुला लेख्यो यहाँ चाहिँ sin A + b भनेको ओपी ओक्यू को म्याग्निट्युड के रे क्रस प्रोडक्टको म्याग्निट्युड ओपी ओक्यू र यहाँ चाहिँ के हुन्छ यो ओपी ओक्यू भनेको यहाँ कति छ r1 r2 हो त्यही भएर r1 r2 यहाँ क्यान्सल आउट भएपछि यो फर्मुला प्रुभ हुन जान्छ। सेम अब यहाँ चाहिँ cos A - b र sin A - b मा cos A - b मा डट प्रोडक्ट लिने हो र sin A - b मा चाहिँ के लिने हो त क्रस प्रोडक्ट लिने हो। कन्सिडर टु म्युचुअली परपेन्डिकुलर स्ट्रेट लाइन्स ए स्ट्रेट लाइन यो x हो x एक्सिस y हो रिप्रेजेन्ट द x एक्सिस y एक्सिस POX भनेको a भयो QOX भनेको के भयो त b भयो POQ = a - b हुन्छ। यो चाहिँ
ओपीले ए एङ्गल बनाउँछ, ओक्यूले कुन एङ्गल बनाउँछ एक्स त बी बनाउँछ, एबाट बी घटाउँदा के हुन्छ ए माइनस बी हुन्छ। यो दुईटैकोमा चाहिँ सेम हुन्छ है। तर यहाँ चाहिँ के हुन्छ कोअर्डिनेट अफ द पी एन्ड क्यू हामीले 3 डाइमेन्सनल के अरे कम्पोनेन्ट होइन, त्यसैले यो जेड चाहिँ विथड्र गर्यो र यहाँ चाहिँ हामी के लेख्न सक्छौँ r1 cos ए r1 sin ए 0 यसको पीको क्यूको कस्तो भन्छ एङ्गल बी बनाएपछि के हुन्छ त यो सबै के हुन्छ त r2 cos बी लिएपछि के हुन्छ त विथ रेस्पेक्ट टु बी के हुन्छ त r2 sin बी 0 रेस्पेक्टिभली। अब ओपीलाई हामीले आइजेके युज गरेर लेख्दाखेरि के हुन्छ r1 cos ए r2 sin ए जे 0 के। अब यसलाई त्यसै यसलाई पनि लेख्यो। अब चाहिँ यसको डट प्रोडक्ट निकाल्ने, डट प्रोडक्ट लिँदाखेरि के हुन्छ r1 r1 यो पहिला यसलाई सार्ने, त्यसपछि यसलाई सार्ने, त्यसपछि यसलाई मल्टिप्लाई गर्दा r1 r2 cos ए cos बी अनि प्लस यो r1 r2 दुइटैमा आउँछ त्यही बाहिर निकाल्ने sin ए sin बी भयो। र अब cos ए माइनस बी भनेको ओपी ओक्यू र यो चाहिँ के हुन्छ त यसको म्याग्निट्युड r1 r2 यो क्यान्सल आउट भएपछि यो हाम्रो फर्मुला के भयो त प्रुभ भयो। त्यस्तै अब सबै कुरो त्यही हो होइन, यसमा लेखेको कुराहरू सबै त्यही हो। तर यहाँ चाहिँ के अब sin ए माइनस बी छ भने ओपी र ओक्यूको क्रस प्रोडक्ट आइजेके फर्ममा लिँदाखेरि के हुन्छ त यो क्यान्सल गर्ने यो गर्ने 0 माइनस 0 आई 0 आई हुन्छ, 0 माइनस 0 जे लिँदाखेरि के हुन्छ 0 माइनस 0 जे हुन्छ। अब के चाहिँ लिँदाखेरि के हुन्छ त यो एउटा यसको मल्टिप्लिकेसन होइन r1 r2 cos ए sin बी माइनस r1 r2 sin ए sin बी। अब यसलाई माइनस किन कमन दिएको भने यो फर्मुला हामीले सेटिङ मिलाउनु छ sin ए माइनस बी भने के हुन्छ sin ए इन्टु cos बी माइनस cos ए इन्टु sin बी। अब त्यही कुरा यहाँ चाहिँ के गर्यो त यहाँ चाहिँ त्यही कुरा ल्याउनको लागि माइनस कमन दिएको यस्तो हुन्छ। अब यसको चाहिँ यो क्रस प्रोडक्टको म्याग्निट्युड लिँदाखेरि के हुन्छ त रुट अन्डर r1 r2 को होल स्क्वायर यो टर्मको र यो होलको के हुन्छ स्क्वायर हुन्छ। अब रुट बाहिर निकाल्दा के हुन्छ r1 r2 sin ए cos ए अनि के हुन्छ sin बी हुन्छ, sin ए माइनस बी को डट के अरे यो चाहिँ क्रस प्रोडक्ट लिँदा दुइटैको म्याग्निट्युड होइन के अरे ओपी र ओक्यूको क्रस प्रोडक्ट म्याग्निट्युड ओपीओआर यसलाई डिभाइड हान्दाखेरि के हुन्छ यसको मुनि चाहिँ के हुन्छ त r1 r2 क्यान्सल आउट भएपछि यो फर्मुला प्रुभ भयो। यसरी हामी चाहिँ भ्याक्टरको होइन ए प्लस बीमा चाहिँ सेम मेथड होइन यो चाहिँ सेम छ होइन यो र यो चाहिँ सेम भयो। तर यसमा चाहिँ कस्टमा चाहिँ डट लिने र साइनमा के लिने त क्रस प्रोडक्ट। त्यस्तै यहाँ चाहिँ के लेख्ने त यसको यो चाहिँ सबै कुरो सेम हुन्छ तर यहाँ चाहिँ के लिने त कस्टमा चाहिँ के लिने डट प्रोडक्ट लिने र साइनमा के लिने क्रस प्रोडक्ट। यसरी चाहिँ हामी 4वटा फर्मुलाहरू यसरी प्रुभ गर्न सक्छौँ।